के भएको त्यहाँ? हेरौँ न के भएको। ए नानी नानी के गरे के यसरी? तिमी त म मन्दिर आउनुदेखि नै निहुरेर बसिरहेकी थियौ, के भयो? हो आन्टी, म केही माग्दै थिएँ भगवानसँग। यसरी धेरै बेर ढोगिरहेर भगवानले फल दिन्छन् त? ल उठ, त्यहाँ गएर बसेर कुरा गरौँ। ल बस। यति लामो समयसम्म ढोगेर भगवानसँग के माग्यौ त नानी? माग्नु पर्ने त धेरै कुरा थियो, तर एउटा कुरा मात्र मागे, मेरो बाबा मर्नुको कारण। बाबाको मृत्युको कारण? हो, मेरो बाबाको मृत्युको कारण मागेको हो आन्टी। ला, कसरी बित्नुभयो त बाबा चाहिँ? यो भन्दा 2-3 महिना अगाडि घर छोडेर जानुभएको थियो। 20-22 दिन भयो त्रिशुलीमा आम फालेर आत्महत्या गरेको खबर आयो। ए हो र? अनि घरमा केही झगडा भएको थियो र? त्यस्तो केही भएको होइन आन्टी, तर काजक्रिया गर्ने बेला एकजना मान्छेसँग 50,000 ऋण लिएको कुरा थाहा भयो। त्यही कारणले हो कि भनेर शङ्का मात्र गरेको, तर मेरो बाबा त्यति सानो ऋणले आत्महत्या गर्ने मान्छे चाहिँ हुनुहुन्न थियो। 50,000 ऋण लिएको थियो रे? कतै त्यो पल्ला गाउँको राघवी भन्ने मुन्डासँग त होइन? हो आन्टी, उसैसँग लिएको हो। हजुरलाई कसरी थाहा भयो? मैले त्यो जाली फटालाई कसरी बिर्सिन सक्छु र नानी? मात्रै होइन नानी, हाम्रा गाउँका धेरै मान्छेहरू यो फटाका जालमा फसिसकेका छन्। तिम्रो बाबा पनि यही फटाका जालमा पर्नु भएछ। अनि तिम्रो बाबाको नाम चाहिँ के हो नानी? मेरो बाबाको नाम कुलप्रसाद हो आन्टी। ए, तिमी त त्यही पल्ला गाउँको कुलप्रसाद दाईको छोरी पो हौ? उहाँ त धेरै राम्रो मान्छे हुनुहुन्थ्यो, बिचरा। उहाँ त हाम्रो गाउँमा खसी बोका किन्न आइराख्नुहुन्थ्यो। हो आन्टी, म उहाँकै छोरी हो। अनि आन्टी, ती ब्याज पीडितहरूलाई कता भेट्ने होला? नानी, उनीहरू पनि हाम्रै गाउँका मान्छेहरू हुन्। हिँड, भेटाइदिन्छु म तिमीलाई। हुन्छ, जाउँ। सुन्नुहोस् न, यो उमा गाउँ भन्ने कतातिर पर्यो? उमा गाउँ यही पलतिर हो, तर किन चाहिएको हो कुन्नी? एउटा चिठी थियो, यहीँ पुर्याउनु पर्ने। धेरै टाढा भएछ। म पनि त्यही गाउँको मान्छे हो, तर त्यहाँ चिठी पठाउने त कोही पनि हुनुहुन्न। कसले पठाए त? खै हेरौँ त दाइ। आउँदैन, किन दिएको होला? लिनुहोस्। ए, यो कुलप्रसाद खतिरले कृपा खतिरलाई पठाएको। किन, के हो तपाईँहरूलाई? किन आत्तिनु भयो? भाउजू, दाइले त त्रिशुलीमा आम फालेर आत्महत्या गर्नुभएछ नि। यसरी हामीले बाबाको काजक्रिया सक्यौँ। त्यसैले बाबाको मृत्युको कारण बुझ्न म मन्दिरमा भगवानसँग प्रार्थना गर्न गएको थिएँ। त्यही बेलामा
यहाँ आन्टीहरूलाई भेटेँ र अहिले हजुरलाई। साह्रै नराम्रो कुरा सुनायो नानी। अब जे हुनु भइगयो। मैले तिमीलाई यहीँ भेटेँ। यो चिठी लिएर तिमी यतै जाऊ, म यतैबाट फर्केँ है। होइन दाइ, यत्रो दुःख त पाइसक्नुभयो। अब 20-25 मिनट हिँड्यो भने मेरो घरमै पुगिन्छ। त्यहाँसम्म पुगिदिनुहोस् न है। मैले एकै दिन दाइ। आन्टी, अनि हजुरले को पीडितहरू हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो, उहाँहरूलाई लिएर मन्दिरमा आउनुहोस्। म चिठी सुन्दै गर्छु। हुन्छ नानी।